London. Alright everyone, hello and welcome back. So आज चाहिँ हामी फेरि नयाँ भ्लग लिएर आएको छौँ. This time we are here in London. सो लन्डनको अहिले हामी यो प्यारिङटन एरियामा बसिराखेको छौँ है. आज चाहिँ हाम्रो लन्डनको फर्स्ट डे. आज फर्स्ट डेमा हामी चाहिँ लन्डनको विन्जर क्यासल एक्सप्लोर गर्न जाँदैछौँ. सो विन्जर क्यासल भनेको चाहिँ यो ब्रिटिस मोनार्कहरूको राजा रानीहरूको सबैभन्दा पुरानो महल हो र विश्वकै सबैभन्दा पुरानो महल हो. यो चाहिँ 900 वर्ष पुरानो महल छ. त्यहाँनिर चाहिँ भयङ्कर महल छ अनि त्यहाँ चाहिँ अब त्यो राजा रानीहरू त्यहाँ बस्छन् पनि. अनि अर्को कुरा चाहिँ त्यहाँ राजा रानीहरू चाहिँ मरेपछि त्यहाँ लगेर राख्ने पनि गरिन्छ. जस्तो कि यो हाम्रो रानी भर्खर बितेको रानीलाई पनि त्यहीँ लगेर राखेको थियो. एकदमै इम्पोर्टेन्ट र एकदमै हिस्टोरिक ठाउँ अनि हेर्दा पनि लास्ट दामी ठाउँ छ. सो आज हामी लन्डनको फर्स्ट डेमा चाहिँ हामी विन्जर क्यासल गएर एक्सप्लोर गर्दैछौँ. सो लेट्स गो टुगेदर है त. स्टेसनहरू चाहिँ लास्टै पुरानो के स्टेसनहरू चाहिँ लास्टै पुरानो के हामी यहाँबाट प्यारिङटन जाने. त्यही भित्र त सेम हाम्रो सेन्ट्रल स्टेसन जस्तो है. बाहिर इन्ट्रेन्स कस्तो थियो है. गऱ्यो 1900 छ त 1900 निक्लेर नै होला जस्तो त मलाई लागिरहेको थियो. प्यारिङटन स्टेसन ल यो त पुरै हाम्रो सेन्ट्रल स्टेसन जस्तै रहेछ. तल पनि एउटा स्टेसन माथि पनि तर माया थाहा छ सेन्ट्रल स्टेसनमा पनि यस्तो छ नि. छ त्यस्तै त छ नि हाम्रो लन्डन सेन्ट्रल है. माया आऊ. सो हेर्नुभयो होला हाम्रो लन्डनको प्यारिङटन स्टेसन कस्तो बवाल छ भनेर होइन. यहाँबाट चाहिँ हामी चाहिँ विन्जर क्यासलको लागि जान लाग्यो. त्यहाँ चाहिँ कार्ड ट्याप हुन्छ कि हुँदैन किनभने यहाँ चाहिँ कार्ड ट्याप नहुने लाइनहरू पनि हुँदो रहेछ. त्यही भएर हामी डबल चेक गर्नलाई उतातिर गएको थियो. सो कार्ड ट्याप हुन्छ भनिसकेपछि चाहिँ ना वी आर गोइङ ब्याक टु द अब हामी कहाँ नै स्लाउ लाने. हामी जान लागेको चाहिँ विन्जर क्यासलमा है. ल हेर्नु है यो लन्डन आमा म्यासिभ रहेछ यो लन्डनको प्यारिङटन स्टेसन. सायद यहाँको चाहिँ सेन्ट्रल स्टेसन जस्तो लाग्यो होइन. सेन्ट्रल स्टेसन जस्तै लाग्यो हाम्रो सिडनीको. ट्रेन चढ्ने भनेर गएको ट्रेन छुटिहाल्यो. अब अर्को ट्रेन कति प्लेटफर्ममा आउँछ त्यो पनि फेरि नभन्दो रहेछ. सो हामी जाने भनेको डिटकट पार्क गएको चेन्ज एट स्लाफ विन्जर एन्ड क्यासल. फाइनली हामी चाहिँ ट्रेन चढ्यो विन्जर क्यासल जाने ट्रेन. त्यहाँको लागि चाहिँ टिकट किन्न पर्दो रहेछ है. ट्रेन पनि यत्रो धेरै ठुलो प्लेटफर्म है. लास्ट कन्फ्युजिङ के 18 त भयो होइन र 9-18 त भयो.
सो अहिले हामी चाहिँ कहाँ छौँ Slough. So Sloughबाट चाहिँ we have to change train to Windsor and Eden Central. British. यहाँ यति धेरै ट्रेनको लाइन रहेछ कि कसैलाई थाहा छैन कुन ट्रेन कहाँ जान्छ स्टेसनमा पनि मान्छे फेरि यति छन् ट्रेन स्टेसनमा काम गर्ने जुन कुनामा हेऱ्यो त्यहाँ स्टाफ हुन्थ्यो है तर खासै तर भागाभाग कुन चाहिँ कहाँ जाने एकदम धेरै रहेछ क्या ट्रेन लाइनहरू चाहिँ कता कति लास्टै कन्फ्युजिङ ठिक छ अब यहाँबाट चाहिँ हामी गरेर आउनु होला गाइस हामीले चाहिँ साह्रै दुःख पायौँ भन्छ 2 घन्टा अगाडि जस्तो उठेर रेडी भएर आएको थियौँ र हामीसँग प्रशस्त टाइम थियो नभए चाहिँ आई डोन्ट थिङ्क हामीले आजको यो ट्रिप हाम्रो सक्सेस हुँदथ्यो होला सो यहाँबाट जाने रहेछ होइन हामी चाहिँ अहिले चाहिँ विन्जर सेन्ट्रलमा झरिसक्यौँ होइन अब यहाँ स्टेसनको यो स्टेसनको वरिपरि चाहिँ एकदम त्यो रहेछ यो क्याफेहरू यस्तो सपहरू रहेछ होइन अब हामी यहाँबाट नेक्स्ट चाहिँ अहिले तपाईँले मलाई यो स्वेटर कोट किन लाहा भन्नुभयो होला होइन तर लास्ट जाडो छ हेर्नु यहाँ यो अहिले हामी यहाँ चाहिँ अप्रिलको महिनामा छौँ होइन लन्डनमा यो समर विन्टर भन्दा पनि अब यो समर लाग्ने बेला स्प्रिङ के जस्तो छ तर चिसो हुँदो रहेछ लन्डनमा चाहिँ त्यही भएर अनि म चाहिँ अब मेरो बुढी म चाहिँ कोट सुट लाएर हिँडेको फेरि लन्डनमा मान्छे फेरि कोट परलै मनपर्ने रहेछ मान्छेलाई यहाँको अनि त्यही भएर हिँडेको अहिले चाहिँ हामी जान लागेको चाहिँ विन्जर सेन्ट्रलमा हो होइन अब विन्जर भनेको यहाँको राजा रानीहरूको अफिसियल निवास हो बिचरा रानी त छैन अब राजाको राज परिवारको भनौँ न होइन अनि यो चाहिँ विश्वको यो अफिसियल रेसिडेन्स के रेसिडेन्स यो पनि यता पनि गर्छन् उता पनि गर्छन् रे अहिले यहाँ पनि हुन सक्छन् अब राजाका 2टा मात्रै भन्छन् कति छन् कति यिनीहरूका दरबारहरू छन् उहाँ पनि छ त यिनको अर्को टाढा अक्सफोर्डतिर अनि यहाँ चाहिँ खासमा चाहिँ यहाँ चाहिँ राजा रानीहरू मरेपछि गाड्ने चाहिँ यहीँ रहेछ उनको चाहिँ बडीलाई राख्ने पनि यहाँ रहेछ अनि यो चाहिँ खासमा विश्वको सबैभन्दा पुरानो कासल 900 वर्ष पुरानो कासल अब यहाँ चाहिँ अब हामी लगभग आइपुग्यौँ होइन सही हो है एन्ट्री होइन त यो यो त इन्ट्री भन्दा नि यो त भर्खर सुरुवात हो विन्जर रोयल इन्ट्री डोर रहेछ So in front of you, you have the exit. This is the exit to Windsor Castle. Windsor Castle has one entrance, exit, full stop. Please don't come out of those doors thinking, oh, I will go back to the center. Come out
Hey, should we? Okay, Do you have tickets already? we have it in our phone. Yep, may you show us the... Let's just move up halfway to To the castle बाटो चेकिङ भइसकेपछि Yes. मल्टिमिडिया गाइड कलेक्सन यताबाट माया Let's go. Pillion कुन एयरलाइन्स British Airways Castle भित्र To the castle जाउँ बच्चा हेरेर अब भनिदिएर हामी त आज रातलाई हेरेर आएको Girls, we're going to keep in the line and जस्तै होला नि यिनीहरू बेस्टै होला नि कडा छैन त यिनीहरूलाई त ओ माई गुडनेस भएको छ हामीलाई झन् के होला हेर्नु है इन्ट्रान्स यस्तो बवाल छ पछाडि है अब ल हेर्नु यहाँ माया यता त क्लोज रहेछ नि त भित्र है बडा छैन त माथि हेर त जमा आऊ उता जाऊँ सेन्ट जर्जेस गेट रे सबै ढुङ्गाले बनाएको हेर न म यहाँ कति टाइम लाग्यो होला यो बनाउन कति टाइम लाग्यो होला हेर त यस्तो रहेछ यो कासो हेर त माया एलिजाबेथ सेकेन्ड हेर त क्विन मरेको पनि 2022 भइसक्यो है चार्ल्स सेन्ट जर्जेस हल यस्तो रहेछ भित्र 1992 मा चाहिँ आगो लागेर रहेछ त्यसरी 1992 मा चाहिँ आगो लागेर रहेछ हो पछि चाहिँ यस्तो बनाएछन् ल जाउँ हाम्रो राजा त्यो सुन्नलाई हो सुने पनि हुन्छ नसुने पनि हुन्छ सुन्ने ठाउँमा सुन्ने यिनीहरू आफूलाई चाहिँ सबै थाहा छ राजा रानीहरूलाई चाहिँ
सेन्ट जर्जेस च्यापल चाहिँ यता रहेछ जहाँ सपमा गएर त्यो हाम्रो त्यो लिएर आउँ गाइड बुक लिएर आउँ त्यो घर लगेर पनि पाइन्छ क्या हामीले चाहिँ अनलाइन चाहिँ टिकट अर्डर गर्दा सोभिनियर अर्डर गरेको थियौँ यसमा चाहिँ सबै हिस्ट्रीदेखि लिएर अहिलेको रिसेन्ट पनि रहेछ नि त के प्रिन्स ह्यारीको बिहे पनि थियो खै छोड त हात धर न प्रिन्स ह्यारीको बिहे रिसेन्ट यो चाहिँ अर्डर गरेपछि ट्याक्क यो चाहिँ सोभिनियर भयो घर लाने हेर त सेन्ट जर्जेस च्यापल त्यही त हो नि त्यो हुने के रानीको बडी त्यही त राखेको थियो अहिले मरिसकेपछि काम चाहिँ हिँड्ने मात्र हो क्या All good, all good. के गर्छ गार्ड चेन्जिङ हो क्या एउटा फोटो खिच्यौ नि के हुन्छ खासम खासम गर्छ अहिले चाहिँ हामी सेन्ट जर्जेस च्यापलको अगाडि छौँ होइन यहाँ चाहिँ चेन्जिङ अफ द गार्ड भयो भर्खरै अब यसपछि हामी चाहिँ सेन्ट जर्जेस च्यापलको इनसाइड जान्छौँ होइन बट वी क्यान नट फिल्म इनसाइड होइन भित्र चाहिँ भिडियो देखाउन नपाइदो रहेछ त्यही भएर म तपाईँहरूलाई चाहिँ बाहिरको देखाइरहेको छु होइन अब धेरै सेक्सनहरू छ यो चाहिँ सेन्ट जर्जेस च्यापल हो उनीहरूको चाहिँ च्यापल भनेको अब उनीहरूको चाहिँ प्रेयरहरू गर्ने ठाउँ हो होइन अनि त्यहाँभित्र चाहिँ यसलाई चाहिँ फेमस हो सेन्ट जर्जेस च्यापल अब हामी चाहिँ त्यहाँभित्र जान्छौँ है त हेर्नुहोस् त कति आर्टिस्टिक कति कलाकृतिले भरिपूर्ण छ सो अहिले चाहिँ म यो सेन्ट जर्ज च्यापलको बाहिर छु हामी अहिले भित्र टुर गरेर आयौँ भित्र चाहिँ भिडियो फोटोहरू खिच्न नपाइदो रहेछ अनि कस्तो भन्दाखेरि यो ठाउँ भनेको अब चर्च नै हो यो यहाँ चाहिँ राजा रानीहरू मर्दा अथवा बिहे हुँदा यहीँ हुन्छ होइन अब क्विन एलिजाबेथको लाई चाहिँ गाडेको ठाउँ पनि हेरेर आइयो है त्यसै गरी अब प्रिन्स ह्यारीको बिहे भएको ठाउँहरू सबै यहीँ हुँदो रहेछ पहिले राजाहरू सबै प्रायः जस्तो यहीँलाई गाड्दो रहेछ भित्र चाहिँ भिडियो अब खिच्न नपाउने भएको कारणले मैले केही खिच्न पाएन तर एकदमै कलात्मक आकृति भित्र त्यो चर्चहरू भित्रका झ्यालहरू पिल्लरहरू है एकदमै राम्रो छ होइन तपाईँ यहाँ आउनुभयो भने यु मस्ट भिजिट दिस प्लेस के मलाई चाहिँ एकदमै मन पर्यो स्पेसल्ली चाहिँ क्विन एलिजाबेथको त्यो सबै सेरेमोनीहरू चाहिँ हामीले लाइभ हेरेको थियौँ अब त्यो चाहिँ सबै यहाँ आफ्नै अगाडि देखियो जहाँबाट उनलाई सरर तल लगेको थियो त्यसपछि उनलाई गाडेको ठाउँहरू पनि सबै त्यो ठ्याक्कै गाडेकै माथि चाहिँ बनाउँदो रहेछ टुम्बहरू होइन के अरे त्यो स्टोनहरू अनि त्यहाँ चाहिँ मजाले हेर्न मिल्दो रहेछ पुराना राजाहरूको मलाई चाहिँ एकदमै यहाँ आइसकेपछि चाहिँ कला के हो हिस्ट्री के हो होइन सबै कुरा चाहिँ एकदमै कस्तो भन्दाखेरि चाहिँ हामीलाई सबै कुरा थाहा भएर पनि हामीलाई केही नथाहा पाएको जस्तो हुँदो रहेछ किनभने हेर्नुपर्ने कुराहरू धेरै हुँदो रहेछ सो अहिलेसम्म चाहिँ हामीहरू चाहिँ तपाईँको अब च्यापेलको एरिया हेऱ्यौँ भने अब उनीहरू बस्ने ठाउँहरू कसरी बस्दा रहेछन् त्यो चाहिँ अब हामी यहाँबाट हेर्छौँ होइन अब यो तल्लो भेगमा चाहिँ त्यो सेन्ट जर्जेस च्यापल उनीहरूको चर्च रहेछ अनि बस्नको लागि त होला नि अपार्टमेन्ट यत्रो दरबार छ ल हेर त यहाँको लन्डनको बस्ती पारीतिर होइन त कता पानी पनि थियो क्या माया ताल जस्तो
ताल पनि थियो कि जाने हो हेर्न माया माया यो त तालतिर हेर्न जाने हो त जाऊँ न त सिधै माथितिर अब ल हेर्नु हामीले चाहिँ भित्र टुर गरिसकेपछि अहिले हामी बाहिर आयौँ यो चाहिँ सभा सम्मेलनहरू हुने ठाउँ बाहिरमा चाहिँ होइन अब हेर्नु यो यस्तो खतरा छ है यो ढुङ्गाले बनाएको यो महल यो चाहिँ यो के भन्छ कासल यो चाहिँ ठुलो है भित्र चाहिँ भिडियो खिच्न नदिँदो रहेछ अब भित्र चाहिँ तपाईँको सेरेमनीहरू हुने ठाउँ भोज खाने ठाउँ सुत्ने ठाउँ कस्तो अब आँखाले चाहिँ यस्तो बवाल ठाउँ छ होइन अब के गर्नु भित्र देखाउन नमिल्ने रहेछ तर बाहिरको मात्रै भए पनि हेर्नुहोस् है अब यहाँ चाहिँ कम चाहिँ छैन अब यस्तो छ राजाहरू बस्ने ठाउँ अब के देखाउन मिल्छ बाँकीहरू म देखाउँदै गर्छु है टुर गरिसकेपछि नेक्स्ट चाहिँ अब हामी लङ वकमा जाँदैछौँ यो लङ वक चाहिँ त्यो ब्रिटिस इभेन्टहरू हुँदाखेरि चाहिँ 6 माइल हो कि 4 समथिङ किलोमिटर कतिको लामो एउटा चाहिँ बाटो छ कि स्ट्रेट बाटो छ अनि तल मूर्ति छ क्या त्यहाँ तपाईँले देखिराख्नु भएको हुन्छ होला इभेन्टहरूमा सो त्यो ठाउँमा जानु लाग्यो कस्तो छ हेरौँ है त अघि हामीले देखेको कासलबाट चाहिँ भित्रबाट यसरी इन्ट्रान्स हुन्छ होइन अब हामीलाई चाहिँ भित्रबाट यता आउन चाहिँ नपाइँदो रहेछ हेर्न सक्नुहुन्छ सो ठुलो सेरेमनी भयो भने यहाँबाट चाहिँ उनीहरूको दरबारमा यसरी यहाँबाट पस्छन् भित्रबाट त्यहाँ पारी चाहिँ हामी अघि गएको दरबार हो होइन कासल तर यो यतातिर चाहिँ घुम्दाखेरि चाहिँ ए ल हेर्न दामी छैन त यसको तल कता मूर्ति छ अरे क्या त्यहाँ पारी मूर्ति छ देख्यो कस्तो पब्लिकहरू बस्ने यहीँ छेउमा हुन्छ नि यहीँ छेउमा उभिया हुन्छ नि यहीँ छेउमा घाँसमा उभिया हुन्छ उनीहरू चाहिँ यताबाट आउँछ अनि साइडमा जनताहरू हुन्छ उनीहरू जनताहरूलाई अभिनन्दन गरेर उनीहरू चाहिँ यहाँबाट सर माथितिर जान्छ यो सबै रोयल फ्यामिलीको होला नि प्रोपर्टी यो रोयल फ्यामिलीको होला कि यो सबै प्रोपर्टी चाहिँ यस्तो राम्रो नेचर वक छ तल चाहिँ एउटा मूर्ति छ फेरि यहाँ हाम्रो जङ्गबहादुरको मूर्ति जस्तो छ माथि मान्छेहरू चाहिँ हिँड्छन् है त्यहाँसँग हामी पनि हिँडिरहेको छौँ आधा बाटोमा आइपुग्यो एकदम राम्रो लाग्यो मलाई यो ठाउँ है ओके सो अब हाम्रो आजको भ्लग चाहिँ लगभग एन्ड गर्दैछौँ होइन हामी आज चाहिँ लन्डनबाट विन्जर कासलको टुर गऱ्यौँ लन्डनबाट हामीलाई कति घन्टा लाग्यो 1 घन्टा ट्रेन राइड तर एक ठाउँमा ट्रेन चेन्ज गर्नुपर्ने रहेछ स्लाउ भन्ने ठाउँमा अनि लन्डनको लोकल ट्रेनहरू जस्तो पनि नलाग्दो रहेछ अलिक छुट्टै लाइन रहेछ ग्रेट वेस्टर्न रेल भन्ने छुट्टै टिकट पनि लिनुपर्ने अब ट्याप गरे पनि हुने तर अलिक पैसा चाहिँ त्यो डेली क्याबमा इन्क्लुड नहुने त्यस्तो के रहेछ हामी चाहिँ टिकटै काट्यो है लन्डनको रेल चाहिँ लास्टै कन्फ्युजिङ रहेछ यति धेरै ट्रेन लाइन कि लास्ट कन्फ्युजिङ के अब सिडनीमा त्यति धेरै छैन नि त यहाँ त ओ माई गड मेट्रो अन्डरग्राउन्ड लाइन कि एलिजाबेथ लाइन भन्दो रहेछ के ग्रेट वेस्टर्न रेल रे कति हो त्यो लन्डन हिथ्रोमा त तपाईँ कस्तो भन्दा ठुलो मेला लागेको जस्तो हुँदो रहेछ होइन फाइनल्ली अलि फिगर आउट गरेर हामी आइपुग्यो हामी चाहिँ यहाँ आज आएको चाहिँ विन्जर कासल हो यो चाहिँ यहाँको राजा रानीको एउटा अफिसियल रेसिडेन्स हो एउटा हो यिनीहरूको धेरै छ त्यो मध्येको एउटा हो तर यो इम्पोर्टेन्ट केमा छ भने यो चाहिँ यहाँ चाहिँ सेन्ट जर्ज च्यापल भन्छ च्यापल भनेको अब यो प्रेयर गर्ने ठाउँ चर्चभित्रकोलाई भन्छ होइन त्यहाँ चाहिँ तपाईँको बिहे पूजादेखि ल्याएर मान्छे मरिसकेपछि चाहिँ त्यहाँ राख्ने गर्छ होइन अनि अस्ति भर्खरै मरेको क्विन 3-4 वर्ष अगाडि मरेको क्विनको बडीलाई पनि त्यही मुनि राखेको छ उनको बुवाहरूलाई उनको हस्बेन्डहरूलाई सबैलाई त्यहीँ राखेको छ अनि धेरै पुरानोदेखि राजाहरूलाई पनि त्यही राखेको छ त्यही भएर पनि यो ठाउँ चाहिँ एकदमै इम्पोर्टेन्ट छ र यो चाहिँ अझ मेन थिङ भनेको विश्वको सबैभन्दा ठुलो कासल हो कासल भनेको ठुलो महल दरबार भनेको अनि अर्को सबैभन्दा पुरानो पनि हो यो त्यही भएर अत्यन्तै हिस्टोरिक ठाउँ थियो मैले अब बाहिरबाट जति देखाउन मिल्थ्यो मैले देखाएँ होइन अब जति भित्रको चाहिँ केही पनि देखाउन नमिल्दो रहेछ भित्र चाहिँ तपाईँको यस्तो राम्रो चाहिँ प्रेयर गर्ने ठाउँहरू अब त्यो ठुल्ठुलो हलहरू सभा सेरेमनीहरू गर्ने विदेशबाट मान्छेहरू आउँदा भोज खुवाउने तपाईँको कस्तो कोही भित्तैभरि सुन जस्तो जलप लगाएको है यति राम्रो आर्टहरू भएको अब त्यो चाहिँ भिडियो खिच्न नमिल्ने तपाईँहरू यहाँ आउनुभयो भनेपछि चाहिँ नबिराएर आउनु होला यो ठाउँ चाहिँ विन्जर कासल होइन अब त्यही यो लन्डनबाट चाहिँ तपाईँको अब घर डोर टु डोर होइन
अब 1.5-2 घन्टाको प्लानिङ गर्नु होला। यहाँको ट्रेनहरू डिले हुने क्यान्सल हुने धेरै हुँदो रहेछ, त्यही भएर अलिकति प्लेन्टी टाइम चाहिँ राख्नु होला होइन। त्यो गरिसकेपछि यहाँ आएपछि तपाईँहरूलाई चाहिँ प्रब्लम हुन्न। यहाँ आइसकेपछि अडियो गाइड पनि पाउँदो रहेछ, हरेक ठाउँमा जहाँ जहाँ पुगिन्छ त्यहाँ कानमा लगाएर सुन्न पनि पाउँदो रहेछ होइन, त्यो ठाउँको बारेमा चाहिँ। अनि सबैले चाहिँ ठ्याक्क पोइन्टहरू हुँदो रहेछ, 1-2 भनेमा मोबाइलमा 1-2 प्ले गर्ने त्यो दिएको डिभाइसमा, अनि ठ्याक्क त्यो ठाउँ के हो कसो सबै बताइदिँदो रहेछ। सबै इन्जोय गरियो, तपाईँहरूले पनि अब कति इन्जोय गर्नुभयो सबै देखाउन पाएन, मलाई त्यो चाहिँ कस्ता गर्दा चुकचुक लागेको छ। बट एनिवेज यति दिनसम्म हेरिदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू। अनि अर्को भ्लग लिएर म फेरि आउँछु। अन्टिल देन थ्याङ्क यू सो मच अगेन एन्ड आई विल सी यु नेक्स्ट वान।